फाइनली टिकटकमा एउटा नयाँ अपडेट आएको छ। अब तपाईले तपाईको टिकटकमा फ्रेन्ड छ भने त्यो फ्रेन्डहरुलाई तपाईले कल गर्न पनि मिल्छ के टिकटकबाट। पहिला चाहिँ थिएन, अहिले चाहिँ आइरहेको छ कलबाट। सरी कल गर्न मिल्छ के टिकटकबाट। तपाईले यदि च्यानलमा हाम्रो नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गरिदिनु होला। त्यसको साथै हाम्रो फेसबुक र टिकटकलाई पनि फलो गरिदिनु होला। यदि भिडियो राम्रो लाग्छ भने भिडियोलाई लाइक गरी एउटा प्यारो कमेन्ट गरिदिनु होला। थ्यांक यू। मैंने जो लिखा था सरी म त गाना लागि यार। यसको लागि तपाईले सबभन्दा पहिला मेरो चाहिँ यो कुरामा चाहिँ ध्यान नदिनु होला। म इन्टरटेनमेन्टको लागि मात्रै भिडियो बनाइरहेको छु। इन्टरटेनमेन्ट र एजुकेशनल कन्टेन्टको लागि हामीले सब्स्क्राइब गर्नु होला। हामीसँग सम्पर्क होइन कि सब्स्क्राइब गर्नु होला। यसको लागि सबभन्दा पहिला आफ्नो टिकटक ओपन गर्नु होला। ओपन गरिसकेपछि तपाईको जो फ्रेन्ड छ टिकटकमा, जस्तै कि यो मेसेज इनबक्समा चाहिँ आउनु होला। इनबक्समा त्यसपछि मानु तपाईको कुनै फ्रेन्ड छ, जस्तै कि कसलाई भन्ने यार, सबै त फ्रेन्डै छ। जस्तै कि म मेरो आफ्नै फ्रेन्ड बनाउँछु। यता हेर्न सक्नुहुन्छ, माथितिर हेर्न सक्नुहुन्छ। माथितिर तपाईले तल नहेर्नु होला के, माथितिर हेर्नु होला। यहाँ कलको अप्सन रहेको छ, यसमा क्लिक गर्नु होला। अब हेर्न सक्नुहुन्छ। वाव, स्पिकर पनि अन अफ गर्न सक्नुहुन्छ। सानो म्युट पनि गर्न सक्नुहुन्छ। वाव, एन्ड पनि गर्न सक्नुहुन्छ। मैंने जो लिखा था टडरन 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 मेसेज। वाव, टन त अर्को रहेको छ यार। हेर्न सक्नुहुन्छ मेरो मेसेज पनि आइसक्यो। मेरो दुईटै एकाउन्ट चाहिँ यसमै लगइन छ, त्यसबाट मैले अर्को मोबाइलमा चाहिँ आएको छैन। यसैबाट नोटिफिकेसन आइरहेको छ। माथि हेर्न सक्नुहुन्छ। यसलाई एन्ड गर्न सक्नुहुन्छ। यसरी चाहिँ तपाईले आफ्नो टिकटकको फ्रेन्डहरुलाई कल गर्न सक्नुहुन्छ। म के भन्नु, अब यो भिडियो तपाईले राम्रो लाग्यो होला भने भिडियोलाई लाइक गरी हाम्रो च्यानल सब्स्क्राइब गर्न नबिर्सनु होला। थ्यांक्स फर वाचिङ दिस भिडियो। थ्यांक यू। वाव, जय नेपाल।